कविताको शीर्षक छ तिमी आउनु। जोरोले भोइस गएको छ। कवि हुनुहुन्छ प्रभुराम नेपालज्यू। तिमी आउनु, तर आउनुको कारण नसोध्नु। म तिमीलाई बिना कुनै कारण भेट्न चाहन्छु, किनकि केही मानिसहरू कारणले भेटिँदैनन्। तिमी आउनु, तिमी आउनु, तर अत्तर लगाएर नआउनु। म तिमीलाई कुनै बनावटी सुगन्धमा होइन, तिम्रो आफ्नै प्राकृतिक वासना महसुस गर्न चाहन्छु। त्यो वासना जो केवल नजिक रहँदा मात्र महसुस हुन्छ। तिमी आउनु, तर धेरै सजिनु र सिँगारिनु पर्दैन। म त्यस दिन तिम्रो अनुहार भन्दा बढी तिम्रो आँखाहरू पढ्न चाहन्छु। तिम्रो सिँगारलाई होइन, तिमी आउनु। तिमी आउनु, तर अलिअलि समय लिएर आउनु। धेरै धेरै त होइन, बस त्यति कि हामी एकअर्कालाई महसुस गर्न सकौँ। अनि फेरि छुट्टिनु पर्दा धेरै गाह्रो पनि नलागोस्। तिमी आउनु, बस यसरी आउनु, जस्तो कुनै शान्त साँझ जो बिना कुनै होहल्ला आउने गर्छ। धेरै बेरसम्म मनभित्रै अडिएर रहिरहन्छ। तिमी आउनु, तर आउनुको कारण नसोध्नु।